सम्पूर्णमा नमस्कार र है आज चाहिँ म हजुरहरूलाई खसीको कान गिदी जिब्रो बनाएर देखाउन गइरहेको छु। यसलाई भेजा फ्राई पनि भनिन्छ। सुरुमा एउटा कराईमा तेल राखिसकेपछि त्यसमा चाहिँ हामीले काँचो गिदीलाई चाहिँ मजाले हालेर फ्राई गर्नुपर्छ। त्यो चाहिँ फिज निस्किन्जेलसम्म फ्राई गर्नुपर्छ। अनि फिज निस्कियो भने चाहिँ यसरी काटेर राखेको कान गिदी जिब्रो मासुलाई चाहिँ यसरी फेरि खनाउने। मजाले फ्राई गरिसकेपछि मैले चाहिँ पिसेको नेपाली मसला हालेको छु। अनि अदुवा लसुनको पेस्ट अनि नुन स्वादअनुसार नुन राखेर मजाले फ्राई गरिसकेको छु। फ्राई गरिसकेपछि यसमा चाहिँ मैले थोरै मिट मसला राखेँ अनि थोरै ब्ल्याक पेपर राखेको छु। अनि धनियाँ राखेर फेरि मजाले भुटिसकेको छु मैले। हेर्नु त हाम्रो चाहिँ कान गिदी जिब्रो भेजा फ्राई चाहिँ खानालाई रेडी भइसकेको छ। हेर्नु त यति दामी यति मिठो भएको छ। हेर्नु त कस्तो लाग्यो मेरो कान गिदी जिब्रो बनाउने तरिका। नर्मल सजिलो।